धनकुटा जिल्ला अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु गरिएको छ। पछिल्लो समय मृगौला रोग बढ्दै गएको र डायलाइसिसका लागि तराईका महँगो अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न धनकुटामा हेमोडायलाइसिस सेवा सुरु गरिएको हो। डायलाइसिसको उपकरण धनकुटामा आएको 2 वर्षपछि मात्र सेवा सञ्चालनमा आएको हो। जिल्ला अस्पताललाई 50 वा 100 शय्यामा विस्तार गर्ने विषयमा छलफल गरी निर्णय लिने र सुलभ सेवा दिन सरकार प्रतिबद्ध रहेको छ। अस्पताल अनुगमनमा आएको खास त्यही हेर्न आए जस्तो भएछ। भित्तामा लेखिरहनु भएको छ 100 बेडको अस्पताल भनेर। अनि मैले फोटो पनि खिचेर लगेर तर त्यहाँ चिनिँदैन फोटो। त्यहाँको अक्षर राम्रो गरी नबुझिसके पछाडि पछि मैले मेरो सचिवालयका साथीहरूलाई यो कुन दिनमा चाहिँ उद्घाटन भएको रहेछ अनलाइन सर्च गरेर भनेर हेर्दै गर्दाखेरि गुगल सर्च गर्दा चाहिँ देखियो निकै अगाडि उद्घाटन गरिएछ। अब अहिले पनि साथीहरू के भन्दै हुनुहुन्छ भने भएको छ भन्दै हुनुहुन्छ, तर रियालिटी चाहिँ केमा छ भन्दाखेरि तपाईँहरू 15 बेडमै हुनुहुन्छ। यस्तो स्थितिमा छौँ हामी। त्यसकारणले हामीले यो कुरालाई पनि हामीले बदल्दै जानु पर्यो। अब यसलाई हामीले नियमपूर्वक क्याबिनेटमा लानुपर्छ। क्याबिनेटमा लगिसके पश्चात मात्रै हामीले क्याबिनेटमा लाने पनि प्रोसेस छ। त्यो सबै प्रोसेस पुरा गरिसकेपछि योभन्दा अगाडि नै यो कुरा उठेको थियो भने योभन्दा अझ हामीले अलिक अगाडि अनुगमनमा पाएको थियो अथवा तपाईँहरूबाट सूचना आएको थियो भने सायद हामी यो अस्पताललाई स्तर उन्नतिको लागि प्रस्ताव लगिसक्ने अवस्था थियो। प्रदेश सरकारले आफ्ना सबै अस्पतालहरूमा विशेषज्ञ सेवा प्रदान गर्नको लागि हामी प्रतिबद्ध छौँ, लागिरहेका छौँ। विशेष गरी सेवाहरू गुणस्तरीय सेवा, सरल पहुँच, हैन, उहाँहरूले एफोर्ड गर्न सक्ने, पब्लिकले एफोर्ड गर्न सक्ने गरी सेवा प्रदान गर्नुपर्छ भनेर त्यसको लागि लागिरहेका छौँ र कामहरू पनि भइरहेका छन्। कतिपय अवस्थामा चाहिँ एचआरको कमिटीले गर्दाखेरि सबै कुराहरू हुन नसकेको यहाँहरूलाई पनि थाहा छ। हामीले यहाँ पनि स्थित प्रसुति विशेषज्ञ डाक्टर साहबको सर्भर भइसकेपछि म्यानेज गर्नलाई धेरै गाह्रो पर्यो। धेरै गरेर हामीले बल्ल बल्ल एउटा डाक्टर साहब पनि पठायौँ। भनेपछि हामी प्रतिबद्ध छौँ। यहाँहरूको पनि साथ सपोर्ट चाहिन्छ, गरिरहनु भएको छ। अझै धेरै ऊर्जाहरू लिएर हस्पिटललाई अझै बढी कसरी यसको अरू सेवाहरू विस्तार गर्न सकिन्छ यसमा हजुरले काम गर्नुहुन्छ भन्ने चाहिँ मलाई विश्वास छ। 15 शय्याको अस्पतालमा सुरु गरिएको हेमोडायलाइसिस सेवाले कोशी पहाडका धनकुटा सहित तेह्रथुम र भोजपुर जिल्लाका बिरामीलाई राहत मिल्ने भएको छ। हेमोडायलाइसिस सेवाबाट हप्तामा 12 बिरामीलाई सेवा दिन सकिने र 2 शिफ्टमा सेवा सञ्चालन गर्दा 24 जनासम्म लाभान्वित हुने बताइएको छ। सकारात्मक सहयोग भयो भनेदेखि हामीले 2 सेसन आगामी दिनमा गर्ने र भयो भने अझै राम्रै हुँदै गयो भने चाहिँ हामी 3 सेसन गर्ने पनि हामी चाहिँ तपाईँको विश्वास व्यक्त गर्न चाहन्छु। हेमोडायलाइसिस सेवा खर्चिलो भएकाले धेरै बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ। सुखद सुरुवात भएको छ, सेवा थप भएको छ। धनकुटा हस्पिटलमै बसेर सस्तो रूपमा धरान विराटनगर जाँदा भन्दा धनकुटासम्म आएर गर्दाखेरि एउटा खर्चको कमी हुने, खर्च कम हुने र बिरामीलाई सहजता हुने कुराहरू हामीले आशा गरेका छौँ र त्यो हुन्छ नै। र खास गरिकन यो सञ्चालन गर्नको निमित्त हाम्रो डाक्टर साहबले निकै प्रयत्न गर्नुभएको छ। उहाँ आइसकेपछि के गरौँ भन्ने एउटा प्रशासकको हिसाबले होइन व्यवस्थापन समिति एउटा नीति निर्णय बनाउला तर कार्यान्वयन गर्ने र अलिक होइन यसलाई चाहिँ अगाडि बढाउनको निमित्त प्रशासकहरू खास गरिकन हस्पिटलका डाक्टर साहबहरूले गर्नुपर्ने हुँदो रहेछ। प्रदेश स्वास्थ्य मन्त्रालयले 14वटै जिल्लामा वास्तवमा जिल्ला अस्पतालहरूलाई अब व्यवस्थित गरेर लान सक्यो भने वास्तवमा धनकुटा जस्तो ठाउँमा स्वास्थ्य क्षेत्रमा निकै महत्त्वपूर्ण भूमिका र चाहिँ बिरामीले चाहिँ सेवा पाउन सक्ने स्थितिहरू रहन सक्छ।